एसईई रिजल्ट 2083 को कसरी हेर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिम सम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनु होला भनेर अनुरोध गर्दैछु। सबैभन्दा पहिलो तपाईँ आफ्नो गुगल ओपन गर्नुहोस्। म आफ्नो गुगल ओपन गरेँ। गुगल ओपन गरिसकेपछि यहाँ सर्च गर्नुहोस् एसई रिजल्ट 2083। एसई रिजल्ट 2083 लेखिसकेपछि ई कान्तिपुर वेबसाइटमा क्लिक गर्नुहोस्। यहाँ फर्स्टैमा छ ई कान्तिपुर वेबसाइट, म यसमा क्लिक गरेँ, तपाईँ पनि क्लिक गर्नुहोला। क्लिक गरिसकेपछि यहाँ तल स्क्रोल गरेर आउनुहोस्। स्क्रोल गरेर आइसकेपछि यहाँ छ चेक एसई रिजल्ट 2082-83 रिजल्ट कमिङ सुन। अहिले रिजल्ट 1-2 दिनमा आइहाल्छ र यहाँ छ इन्टर योर सिम्बल नम्बर। तपाईँ यहाँ आफ्नो सिम्बल नम्बर राख्नु होला र यहाँ फुल नेम राख्नु होला र यहाँ मोबाइल नम्बर राख्नु होला अथवा नराख्दा पनि हुन्छ। र यहाँ छ सिलेक्ट डिस्ट्रिक्ट, तपाईँ आफ्नो जिल्ला सिलेक्ट गर्नु होला। क्लिक गरेर सिलेक्ट गरिसकेपछि यहाँ सबमिटमा क्लिक गर्नु होला। तपाईको रिजल्ट हेराइदिन्छ। यसरी तपाईँ आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ। एसईको भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्ने अनुरोध गर्दैछु। भिडियो हेर्नको लागि धन्यवाद।